आज 2081 फागुन 29 गते होली पूर्णिमाको दिनमा यो हाम्रो दहचोर गाउँ यानी कि मेरो टोल छिमेकमा चाहिँ यसो गाउँको खेती तथा घरको दृश्य अवलोकन गर्ने जमर्को गरिरहेको छु। होली मनाउँदै यहाँ शान्ति पार्कमा गएर होली मनाउने सोच राखिएको छ। त्यसैले गाउँको खेतीलाई पनि यसो दृश्यावलोकन गरौँ भन्ने ध्येयले मैले हजुरहरु समक्ष भिडियो गर्न गइरहेको छु। यो चाहिँ रिङ रोड हो। यहाँबाट 8 नम्बर वार्डको वडा कार्यालय पनि जान सकिन्छ। ए भाउजू छिटै जानुस् रे हो। आकाश सफा छ आज, कतै कतै बादलका छिर्काहरू देखिएको छ। छिटो जानु रे क्या। यो हो मेरो के भन्छन् जग्गा जमिन अथवा गाउँको खेती गरिएको। आम्मामा हावाहुरीले त ढालिदिएछ त नल। ओहो, भैँसीको पोषण तत्त्व, हाम्रो गाई बस्तुको पोषण तत्त्व। यो आलुको खेती, हल्का फुल्का चनाको खेती, हल्का फुल्का। अनि यहाँदेखि पर कुनामा फेरि ड्र्यागन फ्रुटको खेती पनि गरेको अवस्था। एउटै बारीमा, एउटै जमिनमा, जग्गामा कतै गाउँको खेती त कतै आलु खेती, कतै चना खेती, कतै ड्र्यागन फ्रुट गर्नुभएको रहेछ टिकारामजी हल्का मेहनती भएको अनुभूति भइरहेछ। यहाँनिर चना लगभग पाक्न लागेको अवस्था रहेछ। साथै यहाँ मेथीको खेती पनि गर्नुभएको छ। ओहो, मेथी यहाँ लगाउनु भएको रहेछ। यसले पानी नपाएर होला राम्ररी फैलिएको रहेनछ। साथसाथै यतातिर जाँदा प्याजको खेती पनि हो रहेछ। प्याज पनि लगाउनु भएको रहेछ। प्याज पनि पहेँलिसकेछ। यसलाई पनि पानीको अभावले हो कि के हो, पहेँलेको रहेछ। यहाँ चाहिँ धनियाँ लगाइएको छ। धनियाँहरू त्यहाँ पनि मेथी, उता ड्र्यागन फ्रुट। अब यसरी घरतिर लाग्यो यसरी। बाख्रो चाहिँ बसेको अवस्था। झरी झर्ने झरनाले भन्छ नि खलखली। हतार भइसक्यो, हतार। होली खेल्न जाने हो शान्ति पार्कमा। साथीहरू हिँडिसक्नु भयो। म चाहिँ केही सामान बिर्सेको हुनाले फर्केर आइराखेको। होइन रे